बुझ्यौ कति वर्ष पुग्नुभयो? अनि बाजे र तपाईँ त 14 वर्ष फरक रहेछ नि। 15 वर्ष फरक। हो तपाईँहरूको लभ म्यारिज हो कि तानी म्यारिज हो? लभ म्यारिज हो, तानी म्यारिज त होइन नि। तर बाजे देखेर सन्तुष्टि हुनुहुन्छ नि? तर तपाईँले जमाना बाजे यस्तो हिरोलाई तपाईँले रोज्नु भएको छ, खुसी लागेको छ। जे होस् आफ्नै खाना आफै पकाउनु हुँदो रहेछ नि। यस्तै हो ल ल ठिक छ बुझ्यो। अब तपाईँ तक्रा पनि अब तपाईँ जिउ पनि राम्रो। मलाई बाजे बुजीलाई हेर्दा एकदम खुसी लाग्छ कि एकदम। अब के गर्ने, आफ्नो आफ्नो एउटा भोगेको अब त्यसलाई त भोग्नै पर्यो भाग्यलाई। अब 27 जना नि। अब छोराछोरी भनेको जै नल्याउँदा बुहारी नल्याउँदा आफ्नो हो, पहिला नजानसम्म त्यहाँबाट अर्काको हो क्या बुझ्यो। हामी पनि त्यही हो। अब हाम्रो बाबामा सिउरुम बसिया छन्, हामी यता छौँ। अब वास्ता हुन्नु यस्तै छ बुझ्यो, के गर्ने त। अब सकेकोले हेर्ने बुझ्यो। अब टाढा हुनेलाई अब टाढाबाटै पनि फोन गर्दा पनि सन्तोक त हुन्छ। हो बुझ्यो। ल ल बुझ्यो, पछि फेरि भेटौँला। खुसी लाग्यो है। ल त बाजे है, बाई बाई।